यस्तो नाम हो, उहाँ समाज सेवामा सधैँ तल्लीन रहनुहुन्छ। उहाँले यस मन्दिरलाई योभन्दा अगाडि पनि मैले अनुरोध गर्दा पटक पटक सहयोग गर्नुभएको छ। माथि लगाएको घडी पनि उहाँलाई मैले एउटा घडी आवश्यक छ भन्दा तुरुन्तै दिनुभयो। त्योभन्दा अगाडि अघिल्लो साल नयाँ वर्षमा एक पेटी तेल उहाँले हस्तान्तरण गर्नुभएको थियो। र अहिले पनि मैले यो मन्दिरमा अलिकति पङ्खा चाहिँ आवश्यक छ गोविन्द सर, यो पङ्खा उपलब्ध गराइदिनु भनेको हुन्छ। मेरो अनुरोधलाई सहर्ष स्वीकार गरेर चाहिँ 4 थान पङ्खा मैले भनेको थिएँ, 4 थान पङ्खा उहाँले चाहिँ यहाँ आज हामीलाई हस्तान्तरण गर्न आउनुभएको छ। उहाँलाई यसका लागि पनि हामी मन्दिर समितिको तर्फबाट चाहिँ विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र उहाँले चाहिँ चालेका आगामी दिनका उहाँका यात्राहरू अझै सफलताले शिखर छुमोस् भन्ने हामीले कामना पनि गर्न चाहन्छौँ। र उहाँको जन्मदिन विशेष रहोस्, उहाँको परिवारसँग सुख शान्ति समृद्धिको कामना गर्दै अब म उहाँलाई चाहिँ सर्वप्रथम उहाँले ल्याएको यो 4 थान पङ्खा यो मन्दिर समितिका अध्यक्षज्यूलाई हस्तान्तरण गर्न म विनम्र अनुरोध गर्दछु। गोविन्दजीले यसो सुन्नुहोस् न, उहाँलाई भइसकेको छ। र यो आजको यो पङ्खा हस्तान्तरण गर्नुहुने र आजका जन्मदिनका विशेष व्यक्तित्व उहाँको म थोरै परिचय पनि दिन चाहन्छु। उहाँ एउटा यो LIC को क्षेत्रमा यो देशकै एउटा प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ। यो LIC मा उहाँले चाहिँ ठुलो योगदान पुर्याउनु भएको छ। त्यसै गरी सामाजिक काममा पनि अग्रसर हुनुहुन्छ। त्यस्तै गरी उहाँ लुम्बिनी खबर सञ्चार गृह प्रणालीको अहिले प्रबन्ध निर्देशकमा भर्खरै उहाँ निर्वाचित हुनुभएको छ। यसका लागि पनि उहाँलाई हामी सबैको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ र थोरै आफ्ना केही भनाइ राख्न म विशेष अनुरोध गर्छु। धन्यवाद मेरा अनन्य मित्र प्रकाश पाण्डेज्यू। मलाई यो मन्दिरसँग पहिलोचोटि यो प्राङ्गणमा छिर्ने अवसर दिनुभयो। मन्दिर म यसभन्दा पहिला पनि एकदमै परिचित थिएँ। प्रकाश सरले मलाई विभिन्न यहाँ इभेन्टहरू भइरहँदा कहिले के माग्नुहुन्थ्यो, कहिले के भन्नुहुन्थ्यो, तर उहाँको बोलीलाई मलाई यस्तो लाग्थ्यो म एउटा हिन्दुत्वको भावना बोकेको र यसप्रति आस्थावान भएको कारणले गर्दा कहिले तेल सरले एकचोटि घडी भन्नुभयो। अस्ति पनि प्रकाश सरले मलाई चाहिँ पङ्खाको आवश्यकता छ भन्नुभयो। अनि यहाँ ठुलो एउटा भागवत पनि भएको थियो, तथापि पङ्खाको कमी भइरहेको भन्ने कुराको उहाँको जानकारी पश्चात मैले प्रकाश सरलाई ठिक छ कतिवटा पङ्खा चाहिन्छ त्यहाँ चाहिँ तयारी गरेर मलाई भन्नु होला भनेको थिएँ। प्रकाश सरले नभन्दै एउटा मेरो जन्मदिनको अवसर पारेर यहाँ चाहिँ पङ्खाहरू सबै खरिद गरेपछि हिजो साँझ मलाई चाहिँ भोलि त्यो कार्यक्रम राखेको छु भन्नुभयो। विशेष गरेर मेरो जन्मदिनको अवसर पारेर प्रकाश सरले यो पवित्र भूमिमा यहाँ ल्याइ पुर्याउने जो अवसर जुराइदिनु भयो, प्रकाशजी लगायत मन्दिर व्यवस्थापन परिवारले मेरो जन्मदिनको अवसर पारेर जो सम्मान गर्नुभयो, मेरो आदरणीय बुवाहरूप्रति सम्पूर्ण यो मन्दिर व्यवस्थापन समितिलाई म विशेष मुरी धन्यवाद दिँदै यो कार्यक्रम आजको दिनमै जुराइदिनु भएकोमा विशेष गरेर यो मन्दिरप्रति फेरि पनि केही आवश्यकता रह्यो भने मेरो क्षमताले म भ्याएसम्म मैले हजुरहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हजुरहरूले मलाई दिनुभएको यो माया यो ममतालाई सदैव मैले उच्च सम्मान गर्नेछु भन्ने भावनाका साथ मेरो भनाइहरू अन्त्य गर्न चाहन्छु। हाम्रो गिरी सरको जन्मदिन परेको हुनाले उहाँलाई मुरी हार्दिक बधाई। आफ्नो जीवनमा जुन छ कार्यहरू जुन छ सफलताको उचाइसम्म पुगोस् भनेर हाम्रो समितिको तर्फबाट हाम्रो तर्फबाट जुन छ हाम्रो के गरे अगाडि बढोस् भनेर हाम्रो शुभकामना छ। र आज यस मन्दिर प्राङ्गणमा हाम्रो जुन छ यस मन्दिरको तल्लाको भवनमा जुन छ हाम्रो पङ्खाको साह्रै नै हाम्रो खाँचो थियो र हाम्रो कोषाध्यक्ष ज्यूको उहाँले कुरालाई सुनिदिनु भयो र यसमा जुन छ उहाँले योगदान गर्नुभएछ। यो 4वटा हेभेल्स कम्पनीको त्यो राम्रो कम्पनीको पङ्खा जुन छ सिलिङ फ्यान उहाँले दिनुभएछ। यसको लागि उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि यस मन्दिर प्राङ्गणमा उहाँले उहाँबाट जुन छ सहयोग पाउनुहुने छ। आफ्नो यो भनाइ राख्दै फेरि जन्मदिनको मङ्गलमय शुभकामनाको साथमा आफ्नो विशक्ति उहाँसँग यसो माथि मन्दिरको